छोरी, जब तिमी पहिलोचोटि मेरो हातमा आयो, डाक्टरले मलाई हेर्नुहोस् त को रहेछ भनेर भन्दा मैले छोरी हो नि मेरो भनेर थिएँ रुँदै। त्यति बेला मलाई थाहा भयो तिमीसँगै छोरी मेरो पनि पुनर्जन्म भएको थियो। तिमीसँगै म पनि जन्मिएको थिएँ, नयाँ जिन्दगी लिएर आएको थिएँ, त्यो पनि आमा भएर। संसारमा आमा भन्ने ठुला कस्तो कस्तो रहेछ भन्ने कुरा तब मात्र बुझेँ जब तिमीलाई देखेँ मैले। अनि महसुस भयो जिन्दगीमा कसैले एउटा मान्छेले अर्को मान्छेलाई जन्म दिइरहेको छ यति सुन्दर संसारमा। उसलाई कस्तो बनाउने होला, के गर्ने होला, कस्तो संस्कार दिने होला, कसरी हुर्काउने होला, कसरी खुसी बनाउने होला, उसँगै मेरो पनि म पनि ठुलो हुनुपर्छ, मैले पनि सिक्नुपर्छ भन्ने कुराहरू सोच्दा सोच्दै आज तिमी 1 वर्ष पुगेछौ। तिमीलाई अरू त होइन छोरी, तिमीलाई सक्ने खुसी दिन सकौँ जस्तो लाग्छ। तिम्रो बाबा मम्मीले जहिले पनि तिमीले भोलि पर्सि भन्छ होला मम्मी बाबा तपाईँहरू कति धेरै मेहनत गर्नुभएको भनेर, सबै तिम्रो खुसीको लागि हुनेछ। तिमीलाई सक्ने खुसी दिउँ, तिमीलाई राम्रो संस्कार दिन सकौँ भन्ने लाग्छ जहिले पनि। अरू त होइन, तिमीलाई राम्रो शिक्षा पनि दिन सकौँ। अनि तिमीले यहाँ सबै कुरा सोचेको कुरा, तिमीले राम्रो कुरा सिक्छु भनेको कुरामा कहिले पनि कमी गर्न नपरोस् जस्तो लाग्छ। तिमीलाई बाबा र मम्मीको कहिले पनि कमी नहोस् जस्तो लाग्छ। हामीले दिन सक्ने तिमीलाई सबै कुरा दिन्छौँ। तर तिमी जब हाँस्यौ, जब बोल्छौ, जब अहिले मम भन्छौ, त्यो मेरो लागि कति ठुलो होला सोच त। जब तिमी ठुली हुन्छौ अनि बुझ्छौ। मलाई कहिलेकाहीँ अरूले भन्छन् नि हेर बच्चा छोडेर कति काम भनेको भनेर, तर त्यो काम मैले तिम्रो लागि गरेको हुन्छु, तिम्रो बाबाले तिम्रो लागि गर्नुभएको हुन्छ। हाम्रो लागि सबैभन्दा ठुलो संसार नै तिमी हौ। अब भन त, तिम्रो लागि हामीले काम गरेपछि तिमीले पछि त बुझ्छौ नि त। त्यसैले कसैको कुरा नसुनिकन हामीले तिम्रो लागि मेहनत गरिरहेका छौँ, तिम्रो खुसीको लागि मेहनत गरिरहेका छौँ। हामी दुवैजना मिलेर तिमीलाई ठुलो बनाउने कोसिस गरिरहेका छौँ, सकेसम्म तिमीलाई राम्रो बनाउने कोसिस गरिरहेका छौँ। तिम्रो बाबाले तिमीलाई रानी बनाएर राख्नु भएको छ। हरेक कुरा बाटोमा जे देखे पनि मेरो छोरीलाई किनेर लिएर आइदिन्छु भनेर 1 सेकेन्ड पनि नसोचिकन। कति माया होला भन त। हाम्रो लागि तिमी यसरी संसार बनेर आएकी छौ। कहिलेकाहीँ दुखी हुन्छु, कति धेरै थकित भइन्छ जब तिमीलाई देख्छु, संसार जिते जस्तो लाग्छ। कुनै पनि कुराले फरक नै पर्दैन तिमीलाई देखेपछि। कति कुराहरू तिमीलाई सिकाउनै बाँकी छ। बल्ल त तिमी 1 वर्ष भयो। तिमी आएको अस्ति भर्खर जस्तो लागेको थियो। 1 वर्ष पुराएछौँ हामीले तिमीलाई हुर्काएर। 1 वर्षमा कति धेरै कुराहरू चेन्ज भयो मेरो जीवनमा। मेरो सोच्ने तरिका, मेरो बोल्ने शैली, मेरो हरेक कुरा चेन्ज भयो। म आमा भएँ। आमा भएपछि सबै कुरा चेन्ज हुँदो रहेछ। तिमीसँगै हामी पनि हुर्किरहेका छौँ छोरी। कहिलेकाहीँ छोरीलाई कसरी टाइम दिने होला भनेर हामी दुवैजनाले मिलेर टाइम धेरै दिन खोजिरहेका हुन्छौँ। कहिले मिल्छ, कहिले मिल्दैन, तर पनि तिम्रो केयरमा भने हामीले कहिले कमी हुन दिँदैनौँ। तिम्रा त्यो साना साना हात, तिम्रो साना साना खुट्टाले कसरी पाइला चाले पहिलोचोटि, त्यो मैले बयान पनि गर्न सक्दिनँ। यो 365 दिन मेरो लागि यति अविस्मरणीय क्षण बन्यो कि कसरी सुनाऊ तिमीलाई। कुनै पनि दिन थिएन होला मेरो लागि नहाँसेको दिन। यति खुसी भएर बिताएँ म, यति खुसी भएर बिताएँ जब तिमीलाई देखेँ। जतिसुकै दुःख आए पनि, टेन्सन आए पनि फिक्का नै लाग्यो तिम्रो अगाडि सबै कुरा। तिमी छौ र पुरै संसारै उज्यालो भएको छ छोरी। पहिलोचोटि तिमीलाई देखेँ, अहिले 365 दिनको यो परिवर्तन देख्दा म आफै अचम्म पर्छु। कहिलेकाहीँ लाग्छ आमा भन्ने कुरा, बाबा भन्ने कुरा यस्तो सानो कहाँ हो र, किन यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा तिमीलाई पाएपछि थाहा भयो। तिमी हेर न अहिले यस्तो गर्न थालिसकेछौ, मम बाबा भन्छौ। पहिला पहिला म काममा जाँदा तिमी सुतिरहेकी हुन्थ्यौ। अहिले भने तिमी यति बुझ्ने भयो, मैले लुगा लगाउने बित्तिकै मम्मी कहाँ जान लागि भनेर तिमी उठेर रुन थाल्छौ। बोकेर तिमीलाई हिँडाउनु पर्छ। तिमी कति छिटो बुझ्ने भयो छोरी। तिमीलाई अरू त मलाई के पनि होइन, तिमीलाई भगवानले सबै खुसी दिउन्, सबैभन्दा बढी निरोगी बनाइदिए हुन्छ भन्ने लाग्छ। अरू कुरा त सबै नै हुन्छ छोरी। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। तिमी यसरी नै हाँसेको देख्न पाऊँ जीवनभर। तिम्रो मम्मी बाबाले तिमीलाई एकदमै धेरै माया गर्नुहुन्छ। यति माया कि यति माया कहाँ थियो होला पहिला भन्ने पनि लागिरहन्छ कहिलेकाहीँ।
तिमी आयौ अनि माया भन्ने कुरा के हो भन्ने कुरा बल्ल बुझ्यौँ हामीले पनि। छोरी तिमीलाई राम्रो संस्कार दिएर हुर्काउन सकौँ, गरिब दुखीलाई तिमीले सक्ने सहयोग गर्ने बनाउन सकौँ जस्तो लाग्छ। तिम्रो मन तिम्रो सबै कुरा तिमी एकदमै सोच्ने होस् जस्तो लाग्छ। तिमी हेर न यसरी चञ्चल चञ्चल गरिरहन्छौ, अहिले यसरी भोइस रेकर्ड गर्दा पनि तिम्रो सम्झेर यति धेरै खुसी हुन्छु म, ओहो मेरो छोरी भनेर। छोरी ह्याप्पी बर्थडे टु यु वान्स अगेन। तिमी 1 वर्ष पुग्यौ आज। 1 वर्षको यो जर्नीमा यस्तो यस्तो कुराहरू छन् जुन मैले सबै कुरा भिडियोमा भन्न त सक्दिनँ, तर पनि छोरी तिमी आयौ, सोच तिम्रो मम्मी र तिम्रो बाबा यति खुसी छन् नि, तिमीलाई सबै खुसी दिन सकौँ, तिमीलाई यति राम्री बनाएर हिँडाउन सकौँ, तिम्रो सबै इच्छा पुरा गर्न सकौँ, अरू केही चाहिँदैन छोरी। भगवानले तिमीलाई खुसी दिए हामीलाई पुग्छ। ह्याप्पी बर्थडे टु यु छोरी वान्स अगेन। धेरै धेरै माया तिमीलाई, मम्मी र बाबाको एकदमै धेरै माया छ, सधैँभरि जीवनभरि